अब हामी गएको छोला अब हाम्रो टिबुरी आप्पा पनि पर्दैन आप्पा छोला पर्दैन आप्पा छोला ल गोबर खुच्यो त्यसो भने ल ओके गोबर मैले हैन उ दादाले खुच्यो त्यसो भने ठीक छ युट्युब यसले आज जा लट्री काटे आज पर्ने रहेछ यसको लट्री ल ल तँ गएर आइज त हामी तब तक यहाँ बस्छौँ जा अब हामी खाजा खानु आएछौँ ठन्डा महिनामा जाँदा त भिडका साथ हुन्छ अहिले त टुमाटुमी छ त हौ Bangalore Superfast Express via Malda Town platform क्रमांक 2 number 12510 down Guwahati Bangalore Superfast Express हामी पछि पनि अब हिँड्यो पनि ट्रेन के छिटो अन्त के भन्छ दैलोकै छेउमा परेछ यसपालि बिजोग चाहिँ के छ भने यो भरेभरेतिरदेखि इसी गराउनु थाल्छ र बर्बाद हुन्छ त्यसले गर्दा मैले पर्फ्युम चाहिँ टन्नै बोकेछु मैले पनि बोकेको छु नि त यतापट्टि आउनु किङ साइज भी बडा किङ साइज भी बडा चाहिँ कुन छ किङ जिन्दगी त म आदमी को कुन जग्गा दारा भइदिन ससुरा तापसे गोली लागेन देखाउन पनि सक्छ कुन जग्गा दारा भयो दुसो पनि दारा को था तुमी बोलो कोठा दारा देखि बोले दारा ससुरा तापसे गरे कुन जग्गा देबो देखा दिनु खोल कतै एसी कोचमा यस्तो हालत छ आजकल हेर्नुहोस् न अब भेन्डरहरू त मन परेछ दिदी सेवा गर्दै थिएन उ बस्दा आउ हुन्छ नि गाउँ उताबाट किन हैन बोक्नु त नम्बर ए बोकेछ किन बोकेछ मलाई चाहिँ राम्रो लागेर के नम्बर दे पातला है पुरा ओ साच्चै नै ठुलो रहेछ हौ ओभर रहेछ यहाँ बिरयानी दाची चाना यसरी गिफ्ट टिकटबाट सुन्दैछ यहाँ अब त के रकम दारुन यस मजा आयो यस बाबा मलाई बेसी नहाल किशनगञ्ज रेलवे स्टेसन हामी पुगेको छौँ हेरिहाल्नुहोस् सुनसान छ यो चाहिँ कहिले खानु पर्ने हौ यो जिरा वाटर त अन्त खाना खाइसकेर राति टोपी सब बाइक गरिन्छ चादर ल यो खर दिदी चेन चुट्यो भने केही छैन मुनि हल्का मान्छे बसेको छ हो एउटा मोर्सिट हो मी बिचारा कति सेवा गरेको अब यो काकी र मेरो काम चाहिँ हाम्रो चाहिँ यस्तो नि त अहिले मजाले हामी ओढाइदिन्छु ओढ्छु भरे हामी घुरेर तपाईँहरू सुत्नु सक्दैन काकी र मेरो यो काकी र यो मेरो पोलिसी हो दिदी सबैलाई राम्रो याद गरेर सुताउँछु किनभने हामी एक मिलाएपछि चाहिँ तपाईँहरू सुत्नु सक्दैन नि त अनि त्यसले गर्दा भरे तपाईँहरूले हामीलाई सराप्नु पनि सक्दैन अघि त्यत्रो कम्बल ओढाइदिएको छ हो बिचरा के भन्नु रिस पनि उठ्दैछ तर अघि त्यत्रो कम्बल ओढाइदिएको ल जय साईराम दिदी ओ मामा अन्त निन्दा लाग्दैन तिमीजनालाई हामी जस्तो चौकीदार बनाउनु नखोज न हामी पो रातभरि ड्युटी गरेर सुत्दैनौँ भन्ने बानी भएछ उसले अरूलाई पनि सुत्नु दिँदैन हौ अब चढ्नु पनि आँटेकोलाई पनि अब त्यहाँ पस्यो भने एकछिन मात्रै हो त्यहाँदेखि त फ्रेस हुन्छ निन्द्रा लाग्दैन भन्छ हो चढ्नु आँटेको मान्छेलाई फेरि चढिसकेकोलाई पनि त्यहाँ चढिसकेपछि त उत्रिनु सक्दैन भन्छ जे गरेर पनि सुत्नु दिँदैन भन्ने चाहिँ उसको चाहिँ विचार छ हामी यो म्यानचेस्टर भन्ने स्टेसन पनि रहेछ है अब युके जानु नपाइकन पनि हामी म्यानचेस्टर स्टेसन चाहिँ पुग्यो है हामी म्यानचेस्टर पुग्यो नि
गरम पनि भयो होला नि त हौ नानीलाई। तेल दलेर राम्रै नानीलाई त अहिले नै डाबरको बट्टा जस्तो बनाइसकेछ, झन्डु बामको बट्टा जस्तो बनाइसकेछ नानीलाई। आठ मिनट विशाखापट्टनम। अब हामी पुग्ने दिनमा फेरि पनि खाजा निकाल्नु हुँदैछ। यहाँ ठुल्ठुलो पराठा लडिरहेछ। आयो फेरि अन्त काकीले के निकाल्नु हुँदैछ। अब हाम्रो आजको यो ट्रेनको चाहिँ अन्तिम खाजा हो। हामी सबैजना लिफ्टमा चारेको छौँ ल। लिफ्टमा च्यारेर आउँदैछौ भुइँमा। एसएमबिटी स्टेसनमा हामी वेटिङ रुममा छौँ। हेरिहाल्नु सबैजना यहाँ खाना खाँदैछ, कोही के गरिरहेछ हो। अब यहाँ बाथरुम छ, यहाँ छ। हाम्रो इनोभा पनि आइपुग्यो र सामान हाल्दै गरेको क्रममा ओ डाल दीजिए। पुग्यो होइन मजाले शान्तिसँगले। ल अब बेङ्गलोर एसएमबिटीमा छौँ हामी। हेरिहाल्नुहोस् साथीहरू, गाइड भने जस्तै। तब ला हाम्रो तब टिम लिडर त पछाडि परेछ त। तब त मोटो भएको फाइदा चाहिँ यो छ, देख्नुभयो फ्रन्ट सिट रिजर्भ हो। उपचार नन्दी हाउस सिस्टम खाने ठाउँमा हामी आएको छौँ। बियरको रेस्टुरेन्ट। गरम डेडली छ आज। 120को थालीमा अब यतिको खानु पाएकै हो होइन काकी? सब्जी कतिवटा त्यहाँ हेर्नु नि अन्त हो। हाम्रो सधैँको खाना खाने ठाउँ नन्दी उपचार। फेमस नै भन्नु पर्यो।